एभ्रिवान नमस्ते तपाईहरु सबैजनालाई फेरि पनि हैन। अनि अहिले भने चाहिँ हामी जाँदै छौं रम्फू। मसँग चाहिँ मेरो दुईजना यहाँनिर भाइ अनि दादा हुनुहुन्छ। तपाईहरुलाई म देखाउँछु। अगाडि पुरा हाँस्दैछ यिनीहरु चाहिँ हैन। मैले भ्लग बनाइ भनेर केही छैन, खुट्टा तान्ने मान्छेहरु धेरै हुन्छ भनेर गीत पनि बज्दैछ। त्यस्तै हो। अब देखाउँछु ल तपाईहरुलाई। एकजना चाहिँ यहाँनिर हुनुहुन्छ। अलि तिम्रो पनि सिट बेल्ट लगाइरहेको छु, त्यस्तो नगर्न। म अन्त हाम्रो ड्राइभर, ह्यान्डसम ड्राइभर, प्लिज यता फर्किदिनुहोस्। अहिले तपाईहरुलाई अहिले एकछिन बार देखाउँछु। क्लियर अनुहार चाहिँ अलिकति यहाँ फोकस्ड हुनुहुन्छ गाडी कुदाउनु। र हामी चाहिँ जाँदैछौँ। बाइ बाइ। अहिले देखाउँछु। रम्फू बजारमा आएर चाहिँ यस्तो छ है, दुईटा केटाहरू केही गर्नु छैन, काम केले आएको यहाँ छैन हौ, फोन पो हेर्दैछ बसेर। स्टप हेर्नुहोस्, दुईजनै ड्राइभर चाहिँ उहाँ हुनुहुन्छ हाम्रो। मेरो त्यहाँ चाहिँ यहाँनिर छ हो, यहाँ चाहिँ पूजा हुँदो रहेछ पुरा। सो एभ्रिवान, अहिले चाहिँ हामी रम्फू बजार डुल्दैछ कि। अन्तखेरि यहाँ हेर्नुहोस् न, यो दुईजना 1 केजी टमाटर किनेर किन घुमेको हो। यहाँनिर के किन्नु आएको भन्दैन पनि। 1 केजी टमाटर र एउटा क्रिम किनेर हिँडेकै छ। 2 रन तल्लो बजार माथिल्लो बजार डुलिसक्नु आँट्यो हामी ल। के हो यो दुईटा टमाटर बोकेको, एउटाले क्रिम बोकेको छ हातमा। घाम लागेर हत्तु भयो। सो एभ्रिवान, अहिले चाहिँ हामी रम्फूबाट फर्किँदैछौँ हैन। हामी चाहिँ माथि जाल्सा बङ्गलो हुँदै जाने। र हाम्रो ह्यान्डसम केटाले स्वेटर खोलिसकेको अवस्थामा छ गरम भएर। हामी चाहिँ जाँदैछौँ अहिले चाहिँ। अब तपाईहरुलाई माथि गएर देखाउँछु। वेलकम तपाईहरु फेरि सबैजनालाई। र अहिले भने चाहिँ हामी यहाँनिर जाल्सा बङ्गलोमा आएर बसिरहेको छ। हेर्नुहोस् यताको दृश्यहरू हैन। हेलो गाइस। यहाँनिर चाहिँ हेलो यहाँनिर चाहिँ के भन्छ, गाब्रेला विधान हैन। अनि हामी चाहिँ यहाँ बसिरहेको छ। अब चाहिँ हामी यहाँबाट चाहिँ घुम्दै किन घर जान्छ। सो यहाँ हेर्दै गर्नुहोस् ल। बाइ बाइ। तपाईहरुलाई देखाउँछु। ओ ब्रो, हात हलाइदेऊ। अब चाहिँ हाम्रो यहाँ ट्रिट हुनु राखेको छ, जो चाहिँ हाम्रो